भने डे 2 भोलि आउँछ। त्यही हामी चाहिँ कतिजना छौँ भने 7 जना भएर चाहिँ हामी गएको छौँ अटोमा होइन। यहाँ चाहिँ तालहरू छ। सरस्वती मन्दिर लेखेको छ सरस्वती मन्दिर। यस्तो छ साथीहरू ठाउँ चाहिँ राम्रो रहेछ। गाइस होटलको नाम पनि रमाइलो रहेछ यता त। सुन्नु न ठाउँ चाहिँ राम्रो रहेछ साथीहरू तर कचरा चाहिँ धेरै छ फोहोर चाहिँ एकदमै छ प्रदूषण धेरै छ यहाँ सफा गर्नुपर्ने हुन्छ। ओहो पुरा इन्डियन छ त होइन। ल जुत्ता पनि खोलिसक्यौँ हामीले चाहिँ होइन। अब चाहिँ हामी जानुपर्ने हुन्छ जुत्ता खोलेर चाहिँ। यहाँ चाहिँ यस्तो छ सुरुमा महागङ्गा आरती प्रवेशद्वार गरे। कता गयो र ओए ए यस्तो गर। यहाँ चाहिँ अब यहाँ कपडा धुनु भएको रहेछ। यस्तो गर्न पाइन्छ र हेरौँ के कस्तो। यो चाहिँ मलाई लुम्बिनी जस्तै लागिरहेको साथीहरू। हामी जति घुमे पनि यही हो। अब चाहिँ त्यही भएर चाहिँ अब चाहिँ हामी जान्छौँ कन्यामतिर कतातिर जाने हो भन्दै हुनुहुन्छ सरले। सो त्यही भएर अब चाहिँ हामी यहाँबाट फर्किन्छौँ। ए साथीहरू त राम्रो छ तर एकदमै फोहोर हो क्या। कुनै ठाउँमा त पुरा सिसाहरू फुटाले अनि यस्तो हिँड्ने ठाउँमा होइन हिँड्ने ठाउँमा सिसा फुटाले नि त्यही हो एकदम। सरम्यामहरूले चाहिँ रोक्नुभन्दा भन्दा नि यो ड्राइभरले चाहिँ यहाँ कुदाएर लिएर आएको कता दिने थाहा छैन हामीलाई। यहाँ रोक्नुभन्दा नि के जाने त अरू पुरा हाम्रो सरम्यामहरू अब अरू सिनहरू पुरा उतै छन्। पुरा माखा घुमे होइन के भने मैले रोस्ट हानेको त होइन तर जे हो त्यही थाहा छ पताकै। टीका लगाउन लागि चाहिँ म लाइनमा बसिरहेको छु। फाइनली मेरो पालो पनि आइसकेको छ अनि ब्याकग्राउन्ड साउन्डले गर्दा चाहिँ मैले भोइस रेकर्ड गर्नु परेको हो। टीका लगाएको छु होइन। टीका लगाएर आयौँ राम्रै आयो नअटेर यसरी बस्नु पऱ्यो। यहाँ चाहिँ घन्टी बजाउँछु म त हाइटै पुग्दैन। मन्दिर साथीहरू हामी यहाँ बाहिरबाट दर्शन गर्छौँ साथीहरू। अब चाहिँ हामी लाग्यौँ कताको मन्दिर। मलाई यस्तो यहाँ धरापमा पाल्छ नि हामी चाहिँ यहाँ सुनबेरी। अब चाहिँ हामी जाँदैछौँ यो मन्दिरतिर। के रहेछ यो त मुस्लिम हो र त्यो ए हिन्दूहरू मुस्लिम हुन्छ अब चाहिँ हामी यता जाँदैछौँ घुम्नको लागि। यहाँ के मन्दिर थाहा भएन हामीलाई। यही हो मन्दिर ठुलो रहेछ रहेछ मैले चाहिँ यो किनेको छु चिनोको लागि। यही मात्रै किने अरू हामी जसरी लाइन मिलाएर चाहिँ हिँड्दैछौँ। अब 100 रुपियाँ न यो कुन्डा यो चाहिँ किन्यो। अब चाहिँ लाइन बाई लाइन हिँड्दैछौँ होइन। कहाँ जाने थाहा भएन। अब चाहिँ हामी बस्न जान्छौँ। जाडो होला भनेर यस्तो लगाएर आयो। यति गर्नु भएको हामीलाई होइन। तिमीलाई यस्तो लाएर गर्छ भने मलाई झन् कस्तो गर्नुभयो होला। ज्याकेट स्याकेट फालिदिएको साथीहरू। हाम्रो हालत चाहिँ यस्तो भएको छ के गर्ने हो। कति गर्मी भयो हामीलाई। सेल लाग्छ सेल लाग्छ सेल हो कपडाको। ए कपडाको ब्यागको सेल कसरी 250 रुपियाँ जोडी। खानामा चाहिँ यो छ। हाम्रो पनि भेज हो साथीहरू। चिकन त पनि किनभने भयो नि हामीलाई। साथीहरू मेरो सिधै चाहिँ यस्तो छ। यहाँ पाइन्छ
चेन्ज गर्न पाएँ पटक होइन बस्दै यतिखेर उनीहरू पनि खान्छन् हामी कोसी ब्यारेज पनि आइसक्यौँ यही रहेछ अझ बाढी आउँला थियो कोसी ब्यारेज चाहिँ यही हो हाम्रो यही साथीहरू हाम्रो कोसी ब्यारेज भन्ने यो चाहिँ हामीले मोबाइलमा मात्रै देख्यौँ अहिले चाहिँ यस्तो देख्न पायौँ त्यही हो राम्रो लाग्यो यहाँ माछा पनि मार्दैछौँ हजुरलाई देखाउँदै बल्ल राम्रो ठाउँमा आएछ मलाई चाहिँ देख्न सक्नुहुन्छ अहिले माछा मार्ने कार्यक्रम चल्दैछ म त डुब्छन् होला भनेको त के अरे रोसी पनि लगेर आयौँ सबैजना यहाँ राम्रो छ यो पुल चाहिँ एकदमै लामो छ यो ब्रिज चाहिँ यो ब्यारेज चाहिँ हामी कोसी ब्रिज हेरेर पनि आइसक्यौँ अब चाहिँ हामी जाँदैछौँ सिधै इलामतिर अहिले चाहिँ 7:30 भइसक्यो हामी चाहिँ बस्नै छौँ कतिखेर पुग्ने इलाम थाहा छैन के भन्नु चाहन्छु 2 घन्टा लाग्छ इलाम पुग्न 2.5 घन्टा टाइम भइसक्यो बस्दा थाकिसक्यो होइन यस्तो हरिबी जोग हुन्छ अनि हामीले थाहा पाएको थिएन धान सिट पनि नपाएर होइन अब म रुममै गएर भेट्छु दुइटै ओहो कस्तो राम्रो देख्यो मेरो आँखाले देख्यो भ्यायो कि ओ माइगर साथीहरू कति राम्रो भ्यू रातिको नजारा चाहिँ यस्तो छ होइन साथीहरू हामी चाहिँ यही खानु लाग्यो यो मासु पनि यो तुलुङ्गा झोल मात्र त्यही हो अब चाहिँ हामी खाना खान्छौँ होइन जाँदै पनि भएको याद आएर यहाँ कस्तो अब म खाना खाइसकेपछि भेट्छु म भिडियो गर्ने मुडमै छैन त्यही हो पुरा झोल मात्रै होइन साथीहरू हामी 4 जना चाहिँ सँगै भयौँ त्यही भएर सुतिरहेको छौँ यत्रो बेडमा 4 जना सुत्नुपर्ने हुन्छ म त्यहाँ गर्दैछु स्किन केयर अनि पुरा मोबाइलको भाइरस जाँदा मोबाइल हेर्दैछन् होइन यस्तो जाडो छ कि 4 जना कोचेर सुत्नुपर्ने हुन्छ जङ्गल मारी हेरौँ मैले फेस मास्क पनि लगाइसकेँ अब चाहिँ हामी सुत्छौँ होइन 2 घन्टा सुतिसकेँ नि मोबाइल बसिन अब म पनि भिडियो एडिट गर्छु सुत्छु भोलि चाहिँ हामी इलामको भिडियोहरू देखाउँछु म चाहिँ हजुरहरूलाई त्यही साथीहरू आजलाई भिडियो यति नै यदि मन परेमा मेरो भिडियोलाई लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला बाई